हेलो हेलो गाइज, आज हामी दिदीलाई विदेश पठाउनका लागि मुलाको अचार खुर्सानीको अचार बनाउँदैछौँ है। अब त्यसको लागि फर्स्ट अफ अल यो मुलालाई हामीले पखाल्नु पर्ने हुन्छ, पखालेर काट्नु पर्ने हुन्छ। काट्दैछौँ यहाँ हामी मुलाको अचार। त्यसपछि काटेर सुकायौँ, हामीले नाङ्लोमा सुकायौँ। अनि त्यसपछि 2-3 दिनको लागि सुकायौँ। त्यसपछि मसलाहरू अनि तोरीहरू भुटेर अब यसलाई हामी मिक्स गर्दैछौँ। मामुले मिक्स गर्दै हुन्छ हाम्रो मम्मीले। अचार बनाउन चाहिँ उहाँ एक्सपर्ट हुनुहुन्छ। उहाँले मजाले मुसेर अब त्यो बट्टामा हाल्न लाग्दै हुनुहुन्छ। अनि बट्टामा हालेर यो चाहिँ डल्ले खुर्सानीको अचार हाल्छौँ। अब चाहिँ सुकुटी हामीले धरानबाट सुकुटी लिएर आयौँ। यो चाहिँ 1500-1600 रुपियाँ ठुल्ठुलो चाहिँ। अनि यतापट्टिको चाहिँ यो चाहिँ सानो चाहिँ 1500 रुपियाँ केजी हो। अनि हामी यसलाई अब दिदीले चाहिँ भन्यो मलाई चाहिँ सुकेको मनपर्छ भन्ने। अनि सुकेको चाहिँ पाउनलाई गाह्रो हुँदो रहेछ, 2500 रुपियाँ केजी हुँदो रहेछ। हामीले चाहिँ यसलाई तारेर मजाले तेलमा तारेर अब यसलाई हामी राख्छौँ। तारिसक्यौँ, लगभग हामीले सबै तार्यौँ। अनि त्यसपछि तार्दैछौँ, अब लगभग तारिसक्यौँ। त्यसपछि अब हामी यहाँनिर सबै सामानहरू प्याक गर्छौँ। सबै सामानहरू त्यो झोलामा प्याक गर्छौँ। सामान चाहिँ जम्मा 5वटा आइटम छ। अचार, सुकुटी, अनि त्यो औषधिहरू, अनि सनस्क्रिम, त्यो छुर्पी, अनि गुन्द्रुकहरू, जम्मा 5वटा आइटम छ। अब